उही हो राजन श्रेष्ठ। पछिल्लो समयको भाइरल राजन श्रेष्ठ चतरघाटमा यस्तो अवस्थामा भेटिएको थियो जुन उनले लगाएका लुगाहरूदेखि लिएर उनले लगाएका मालाहरू रहेको छन्। यो लुगा र माला र क्याप टोपी रहेको छन्। यो लासको टोपी क्याप टोपी र लुगा र माला लगाएको छ। लासमा लगाएका यो मालाहरू यसरी लाउनु पर्ने र लाएर हिँड्ने गर्थ्यो। जस्तो कि तपाईले हेर्न सक्नुहुन्छ यहाँ चाहिँ 10 वटा भन्दा बढी चाहिँ टोपी लगाएको छ भने यहाँ माला लगाएको छ। यो लासमा लगाएको टोपी माला र यहाँ चाहिँ उनले लगाएका जुन लुगाहरू रहेको छ यो लुगा लगाएर हिँड्थ्यो र यो ठाउँमा ऊ बस्थ्यो। यो रहेको छ चतरा घाटको पाटी रहेको छ। घाटमा र लासमा लगाएका मालाहरू यसरी लाउने पहिलो व्यक्ति उनै थियो। उनले जबकि उनलाई माया ममता गर्ने कोही पनि मान्छे नभएपछि यसरी चाहिँ हिँड्ने र यसरी चाहिँ लासमा लगाएका लुगाहरू लासमा लगाएका मालाहरू लगाएर हिँड्ने गरेको उनले व्यक्त गरेको छन्। तर उनी पछिल्लो समयमा अहिले जुन रहेको छ मानव सेवा आश्रम हेटौँडामा आइसकेपछि उनको अवस्था उन्मुख र सुध्रिसकेको छ। दर्शक महानुभावहरू, पहिलाको अवस्था यस्तो थियो। राजन श्रेष्ठ रहेको छ। उही राजन श्रेष्ठ खानेकुरादेखि लिएर लासमा लगाएका टोपीदेखि लिएर लुगाहरू र खानेकुरा चढाएको छ। त्यो खानेकुराहरू यसरी बोकेर हिँड्ने गर्थ्यो। यही राजन श्रेष्ठ थियो र एकदमै उनी ट्यालेन्टेड पनि रहेको छ। हेर्दाखेरि झट्ट हेर्दाखेरि डर लाग्ने उनका रूपदेखि लिएर उनले लगाएका पोसाकहरूबाट पनि अचम्मै लाग्ने रहेको छ। यो चतराघाटको खोलाको किनारमा रहेको छ। दर्शक महानुभावहरू हेर्न सक्नुहुन्छ। चतराघाटमा रहेका यी कुराहरूबाट पनि अचम्मै लाग्ने रहस्यमय कुराहरू खोल्दै गएको थियो। उनी नै हो राजन श्रेष्ठ। अहिले राजन श्रेष्ठ जुन रहेको छ मानव सेवा हेटौँडाको मानव सेवा आश्रममा आएर उनको अवस्था एकदमै उन्मुख भइसकेको छ। यहाँ धेरै मानिसहरू पनि रहेको छ भने उनले लगाएका माला रहेको छ। त्यो माला चाहिँ एकदमै ठुलो सङ्ख्यामा माला लगाएको छ भने उनले लुगा पनि धेरै चाहिँ थरीका लुगाहरू जोर लगाएको छ। यो राजन श्रेष्ठ। उनी बालकैमै उनका बुबा र आमाले आमाको माया ममताको पछि माया ममता नपाएपछि यो अवस्थामा पुगेको उनले स्वीकारेको छन्। यहाँका मानिसहरू यहाँका बासिन्दाहरूले पनि उनलाई चाहिँ एउटा बहुलाको रूपमा संज्ञा दिएको छ भने यहाँ तपाईले देख्न सक्नुहुन्छ यहाँ धेरै मानिसहरू पनि रहेको छ। यहाँ धेरै मानिसहरू पनि रहेको छ। उनलाई हेरिरहेको अवस्था देख्न सक्नुहुन्छ। चतराघाटको एउटा पार्टी रहेको छ। यो पार्टीमा चाहिँ धेरै मानिसहरू पनि हेर्दै क्रम रहेको छ। यो चतराघाटका वरिपरिका मानिसहरू पनि धेरै मानिसहरू पनि चिनेको छ भने यहाँ वरिपरिका दृश्यहरू पनि उनले देखाइरहेको अवस्था देख्न सक्नुहुन्छ। उनी यसरी बस्ने र यसमै खाने र बस्ने गरेको छ भने उनको एउटा छाता बोकेको छ एउटा हातले र अर्को हातले चाहिँ उनले खानेकुरा पनि बोकाएको छ। यसरी चाहिँ माला लगाएर 6-7 वटा जोर चाहिँ क्याप टोपी लगाएर हिँड्ने गरेको देखिन्छ तपाईले। यो एकदमै दुर्लभ र रहस्यमय कुरा रहेको छ। दर्शक महानुभावहरू, पछिल्लो समयको राजन श्रेष्ठ भाइरल हुनुहुन्छ। साथै उनका आमा र बुवा पनि हुनुहुन्छ। उनका आमाले अरूसँग विवाह गरेको र आमाले विवाह गर्नुभन्दा पूर्व नै पहिला नै बुवाले अर्को ल्याएर विवाह गरिसकेपछि उनीहरूको सम्बन्ध चाहिँ तलमाथि पुगेको र बिग्रेको उनले दाबी गरेको छ। दर्शक महानुभावहरू, उही राजन श्रेष्ठ थियो। राजन श्रेष्ठ पछिल्लो समयका भाइरल राजन श्रेष्ठ पनि हुनुहुन्छ। उनी पहिलेको अवस्था यस्तो थियो। एउटा झोलामा चाहिँ यसरी खानेकुरा बोक्ने र त्यसपछि माला लगाएर यसरी हिँड्ने गरेको छन्। लासमा लगाएका माला र खानेकुरादेखि लिएर लुगा लगाएर यसरी हिँड्थ्यो राजन श्रेष्ठ। यहाँ राजन श्रेष्ठ हेर्न सक्नुहुन्छ र जुन माला लगाएको छ त्यो मालाहरू लासमा लगाएका मालाहरू यसरी बोक्थे र यसरी लगाएर हिँड्ने गरेको काम देख्न सक्नुहुन्छ। पछिल्लो समयको एकदमै भाइरल राजन श्रेष्ठले यसरी हिँड्दाखेरि उनका वरिपरिका मानिसहरू पनि एकदमै उनीदेखि एकदमै चाहिँ जुन उनीबाट नै उनले गरेका कामहरू र हरकत देखेर रहस्यमय लाग्दथ्यो। यहाँ धेरै मानिसहरू पनि हुनुहुन्छ र धेरै मानिसहरूले पनि उनीसँग कुरा गरिरहेको अवस्था देख्न सक्नुहुन्छ।
र राजन श्रेष्ठले लगाएका लुगाहरू र राजन श्रेष्ठले बोकेका जुन चाहिँ मालाहरू लगाएको छ त्यो मालाहरू पनि अत्यन्तै टन्नै थियो र धेरै मानिसहरू पनि उनलाई देखेको अवस्था देख्न सक्नुहुन्छ। पछिल्लो समयका यी विविध काम र कार्यले पनि अचम्मित बनाउँछन्। दर्शक महानुभावहरू हेर्न सक्नुहुन्छ र भाग्य न्यौपाने सहित हाम्रो टोलीले उनलाई उद्धार गर्नका लागि गएको थियौँ र गएको बेलामा हामीले पनि यस्तो अवस्था देख्न पाएँ। जुन अब जाँदैछन् र उनी बस्ने कोठामा पनि हामी जाँदैछौँ र उनी बस्ने ठाउँ रहेको छ, पार्टी रहेको छ र उनलाई ल्याउँदाखेरि धेरै टाढाबाट ल्याएको थियौँ। जस्तो कि त्यहाँ उनी जाने र उनी बस्ने ठाउँमा आइपुग्दाखेरि कोही पनि मान्छे नबस्ने सुनसान वातावरण भएको ठाउँमा चाहिँ लाँदै थियो, जुन चाहिँ कि यो चाहिँ वनको नजिकै थियो र जङ्गलको नजिकै थियो। जङ्गलको नजिकैमा रहेका उनका चाहिँ यो अवस्था देखेर अचम्मै लागेको छ। दर्शक महानुभावहरू उनी पहिलाको अवस्था थियो र जुन अवस्था यस्तो अवस्थामा थियो उनलाई सबैले बौला भनेर कुरा गर्थ्यो र बौला भनेर पनि हेपिन्थ्यो। उनी बस्ने ठाउँ पनि छुट्टै किसिमको थियो र उनी बस्ने ठाउँ पनि अत्यन्तै चाहिँ एउटा रहस्यमय कुराहरू लुकेको थियो, अचम्म लाग्ने कुराहरू पनि रहेको छ। उनलाई खानेकुरा ल्याउनका लागि खानेकुरा दिने चाहिँ कुनै पनि व्यक्ति नभएको र कहिलेकाहीँ आफू भोकभोकै सुत्नु परेको पनि उनले गरेको छ र भोकभोकै सुत्नु परेको पनि उनले चाहिँ स्वीकारेको छ। दर्शक महानुभावहरू वरिपरि चाहिँ मानिसहरूले नचिन्ने र आफ्नो घर चाहिँ धरानमा भएको दाबी पनि गर्दथे। उही राजन श्रेष्ठ थियो, भाइरल राजन श्रेष्ठ, पछिल्लो समयका एकदमै चर्चित भाइरल राजन श्रेष्ठ हुन् र उनी अहिले भने हेटौडाको मानव सेवा आश्रममा रहेको छ। अब उनी बस्ने ठाउँ पनि हामी देखाउनका लागि जाँदैछौँ। उनी एक्लै बस्ने ठाउँ रहेको छ र चतराको पार्टीमा रहेको छ, त्यो पार्टीमा बस्ने गरेको देखिन्छ र उनका पछाडि पनि हेर्न सक्नुहुन्छ यहाँ धेरै थरीका चाहिँ लुगाहरू लगाएको छ, त्यो लुगा लगाएर यसरी चाहिँ हिँड्ने गरेको छ। माला पनि लगाएको छ। दर्शक महानुभावहरू तपाईँले हेर्न सक्नुहुन्छ र माला लगाउँदै उनी चाहिँ यसरी चाहिँ हिँडेको अवस्था देख्न सक्नुहुन्छ। यो एकदमै अचम्म लाग्ने कुरा रहेको छ। दर्शक महानुभावहरू पहिलो चोटिमा हामीले देख्दाखेरि उनको अवस्था यस्तो थियो भने उनी बसेको ओछ्यान देखाउनका लागि, उनी बसेको ठाउँ देखाउनका लागि उनी हिँड्दैछन्। दर्शक महानुभावहरू यो अचम्मको दृश्य रहेको छ। दर्शक महानुभावहरू तपाईँहरूले पनि देख्न सक्नुहुन्छ। हिँड्ने क्रममा चाहिँ उनले हामीलाई विभिन्न कुराहरू पनि खुलाइयो, यानि कि उनले चाहिँ उनका आमा र बुवाले छोडिसकेपछि आफू चाहिँ यस्तो अवस्थामा आएको र यस्तो भन्न पुगेको भन्ने कुरा पनि उनले स्वीकारेको छन्। उनी बस्ने ठाउँ पनि हामी देखाउनका लागि जाँदैछौँ। दर्शक महानुभावहरू उनी बस्दाखेरि भूत आएको, भूतसँग कुरा गरेको भन्ने कुरा पनि उनले कुरा गरेका छन्। यो अवस्थाका कुराहरू पनि उनले गर्दै आएको छ। दर्शक महानुभावहरू तपाईँले देख्न सक्नुहुन्छ यो अवस्थाका दृश्यहरू यो हेर्दाखेरि पनि तपाईँलाई अचम्म लाग्छ। उनले तपाईँको 10 जोरभन्दा बढी चाहिँ लुगा लगाएको छ भने यहाँ चाहिँ तपाईँको 50 जोरभन्दा बढीको चाहिँ माला लगाएको छ, माला लगाएर हिँडेको छ। यो सबै मालाहरू लासमा लगाएको माला रहेको छ भने लासमा लगाएका चाहिँ यो लुगाहरू रहेको छ। दर्शक महानुभावहरू हेर्न सक्नुहुन्छ तपाईँले। अब उनी बस्ने ठाउँमा आइपुगिसकेको छौँ। दर्शक महानुभावहरू उनी बस्ने ठाउँ रहेको छ, यो रहेको छ, यसमै उनी बस्ने खाने गरेको देखिन्छ। दर्शक महानुभावहरू यहाँ हेर्न सक्नुहुन्छ यहाँ धेरै मानिसहरू पनि रहेको छ र उनी आइरहेको बाटोमा पनि हेरेर कुरेर बसिरहेको अवस्था देख्न सक्नुहुन्छ। यही माथि नै ऊ बस्ने गरेको घर रहेको छ, उनी बस्ने ठाउँ रहेको छ, यही रहेको छ। यही पार्टीमा माथि बस्ने र खाने गरेको पनि देखिन्छ। हेर्न सक्नुहुन्छ दर्शक महानुभावहरू यसमै बस्ने र यसमै खाने गरेको देखिन्छ। र उनले लगाएको लुगाहरू र उनले लगाएको चाहिँ माला रहेको छ, यो धेरै मालाहरू रहेको छ भने यो माला लगाउँदै रहेको छ। उनले यो माला लगाएर यसरी हिँडेको दृश्य तपाईँले देख्न सक्नुहुन्छ। यो अचम्म लाग्दो दृश्य रहेको छ। दर्शक महानुभावहरू तपाईँको माला करिब चाहिँ यहाँ 20 केजी भन्दा बढी चाहिँ माला रहेको छ भने यहाँ जुत्ता र चप्पलदेखि लिएर यहाँ चाहिँ टोपी पनि लगाएको छ। टोपी पनि तपाईँको चाहिँ 10 जोरभन्दा पनि बढी चाहिँ टोपी लगाएको छ भने लुगा पनि त्यति नै रहेको छ। उनी बस्ने ठाउँ रहेको छ, उनी बस्ने ठाउँ चाहिँ यहाँ रहेको छ। यसरी नै उनी बस्ने ठाउँ रहेको छ, यहाँबाट उनी माथि जाने गरेको छ र यसरी नै लुगा लगाएर यसरी नै हिँड्ने गरेको छ भने यही हो र यसै माथिमा उनी बस्ने गरेको छ। यहाँ हेर्न सक्नुहुन्छ तपाईँले अचम्म लाग्ने दृश्य रहेको छ। दर्शक महानुभावहरू यसरी नै लुगामा चाहिँ उनी हिँड्ने र उनी माथि बस्ने ठाउँ रहेको छ।